निर्मला पन्तको बलात्कारपछि हत्या भयो। तपाईहरुका कति गृहमन्त्री फेरिए, कति प्रधानमन्त्री फेरिए, कति पटक वल्लो पक्ष सरकारमा गयो गणतन्त्रवादीहरु। एकजना निर्मलाको हत्यालाई अहिलेसम्म पत्ता लगाउन सकेका छौ? मदन भण्डारीको हत्या कसले गर्यो? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? के अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो? के अहिलेको राष्ट्रपति जनताले चुनेको हो? ललितपुरमा चामल बाँड्दै 9 दिन सिडिओ कार्यालयमा थुनाइ पाएको व्यक्ति हुँ। र अर्को कुरा सम्झाइदिन चाहन्छु, बाँदरमुडे घटना याद छ? निहत्या नागरिकलाई बम हानेर मारे हो कि होइन? अझ अर्को घटना सम्झाइदिउँ, लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन्। यसको जवाब चाहिन्छ कि चाहिँदैन? यो हो व्यवस्था? खुल्ला मञ्चमा उभिएर 5000 मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो? भारतको दिल्लीमा लुकेर नेपालमा निहत्या मान्छेहरूको